हेलो साथीहरु सम्पूर्णमा नमस्कार। म चाहिँ अहिले यो पशुपति क्षेत्र अन्तर्गत रहेको मृगस्थली एरियामा छु। आज चाहिँ अघि चाहिँ म तिलगङ्गामा गएको थिएँ। तिलगङ्गामा चाहिँ केही समय लाग्ने अथवा जस त्यो ठाउँमा पुग्न चाहिँ ढिला भएकोले पालो चाहिँ मेरो 3 बजे भयो। त्यो भएर 3 बजेसम्म त्यहाँ कुरेर बस्न गाह्रो भएकोले म यो मृगस्थली डाँडामा यसो प्राकृतिक मनोरम त के भनौँ, यसो हल्का यो जङ्गलकै बाटो भएर चाहिँ रुमतिर जाउँ भन्ने उद्देश्यले यो तिलगङ्गाको दाहिनेपट्टिबाट यो मृगस्थलीतिर आएको थिएँ र यो जङ्गलको हरियालीको साह्रै नै हेर्न उत्सुकता जागेकोले मैले यो भिडियो बनाएँ। र यो हरियालीहरू चाहिँ बेला बेलामा हेरियो भने आँखा तेजिलो हुन्छ भन्ने पनि सुनेको छु, तर त्यो तथ्यले बताउला त्यो मलाई थाहा भएन, सुनेको कुरा गरेँ। र एउटा खुल्ला ठाउँ अलि सुनसान भएको ठाउँमा बस्न पनि एउटा छुट्टै आनन्द हुने। अब बस्ती सहरमा बस्दाखेरि कोलाहल, टाटारा टुटु, आहा हुहु, धुलो धुवालाई केही क्षण भए पनि छल्नको लागि चाहिँ म यो जङ्गलको बाटो हुँदै रुमतिर जाउँ भनेर आएँ। साथीहरु यस्तो छ है यो मृगस्थलीको डाँडा चाहिँ। यो मेरो अगाडि देखेको चाहिँ यो विश्वरूप मन्दिर हो। यो विश्वरूप मन्दिर चाहिँ राणा जङ्गबहादुरले निर्माण गरेका हुन् भने यो मृगस्थलीको नजिकै रहेको यो विश्वरूप मन्दिरभन्दा बाहेक अरू मन्दिरहरू त छैनन्। र यहाँ चाहिँ अलिकति म तलतिर एकान्ततिर गएको थिएँ, मान्छेहरू त्यति थिएनन्। अब यो मन्दिरको आसपासमा अलिक आउँदाखेरि चाहिँ यहाँ क्यारियर व्यापारीहरू पनि आउने गर्छन् र कतै कतै सामान तल पसलबाट ल्याएर यहाँ बेच्न पनि राख्ने गर्छन्। पानीका चाउचाउ यस्तै उस्तै खतरा खुत्रु बेच्न राखेका हुन्छन्। र यो बेच्न राख्नु चाहिँ मेरो विचारले ठिक छैन, किनकि मान्छेहरूले यही प्याकेटका खाद्य वस्तुहरू खाएर यी प्याकेटहरू जथाभावी यसरी नै फाल्ने गर्छन् र यो वातावरण प्रदूषण हुन जान्छ। अब फेरि यसो भन्दै गर्दा यी मानिसहरूको आफ्नो जीविकोपार्जन खोसिने भन्ने पनि हुन्छ। अब यसको वैकल्पिक एउटा अप्सन चाहिँ अवसर चाहिँ दिनुपर्ने हो राज्यले। अब यो चाहिँ छैन। बालन हुँदाखेरि काठमाडौँमा 100 फुटपाथको व्यापारीहरूलाई हटाएको थियो र सहर प्रदूषण फोहोर मैला फोहोरदेखि धुलो धुवाँदेखि पनि यो फुटपाथको व्यापारीको कारणले पनि रहेछ, किनकि मान्छेहरूको मास बढी हुन जान्छ। त्यो भएर प्याकेटका
सामान प्याकेट गरेका वस्तुहरू जताततै यत्रतत्र छरिन्छन्। त्यो भएर फोहोर मैला देखिने रहेछ। त्यो हटाएपछि केही हदसम्म त काठमाडौँ सफा नै देखिएको हो। र अब फोहोर गर्ने फोहोर हुने मानिसबाट नै हो र सफा राख्नु पनि कर्तव्य मानिसकै हो। त्यसो भएर मानिसमा एउटा सचेतनाको पनि कमी हो जस्तो लाग्यो। अब यो मानिसमा कहिले हुने हो चेतना, कहिले आउने हो चेतनाको विकास। यो अग्लो रुख चाहिँ यो देवदासको रुख हो। यसको छुट्टै एउटा पौराणिक इतिहास पनि छ जस्तो लाग्छ मलाई। तर मलाई त्यो कुरो चाहिँ केही थाहा भएन। मैले हल्का सुनेको पनि हो। र आज हावाहुरी पनि चलेको छ। रुखका पातहरू चाहिँ एकदमसँग झरिराखेका छन्। अब यो विश्वरूप मन्दिर परिसरमा घुम्दै गर्दा विश्वरूप मन्दिर पनि दर्शन गर्न जाउँ कि भनेर म अगाडि बढ्दैछु। यो खुल्ला गरिएको छ छैन, खुल्ला गरेको रहेछ भने घुमौँ है। यस्तो छ यो दृश्य चाहिँ। यो 72 को भुइँचालोमा यो पनि अछुतो रहन सकेन। 72 सालको भुइँचालो पछि चाहिँ यसलाई जीर्णोद्धार गरिएको। अब यस्तै मन्दिर मात्रै देखाउने रहेछ यसले भन्नु होला। अब यो चाहिँ मेन इन्ट्रेन्स हो। यहाँबाट जान मिल्छ मिल्दैन यस्तो छ है भित्रको मन्दिर। हेलो भाइ, जान मिल्छ? मिल्छ ल, ढोका त लाएर जस्तो मिल्ने रहेछ भित्र जान। यो विश्वरूप मन्दिरको समयको यो रुद्राक्षको बिरुवा हो। ल, यो जीर्णोद्धारपछि चाहिँ यो विश्वरूप मन्दिर पहिला यही स्वरूपमा थियो। अब अहिले पनि सोही स्वरूपमा चाहिँ यहाँ देख्न सक्छौँ। यसको यस्तो छ। यसको सरसफाइ, यसको संरक्षणको खातिर विकास कोषबाट मानिसहरूलाई पहिला चाहिँ यहीँ बस्ने वासस्थान कुनै व्यवस्था गरिएको जस्तो लागेको थियो। अहिले पनि सायद होला। अब यो कुन शैलीमा बनाएको हो यो मन्दिर है, हजुरहरूले हेर्नु होला। अब यो विश्वरूप मन्दिर चाहिँ यस्तो छ। यो बिचमा चाहिँ ठुलो मन्दिर छ। यो मन्दिरलाई चाहिँ चारैपट्टिबाट फेरि अर्को भवनले घेरिएको छ। अनि यो घेरिएको चारैपट्टि भवनको सुरमा चाहिँ फेरि अर्को साना सहायक मन्दिरहरू बनाइएको छ।
ल हेर्नुहोस् है त, आज मौसम अलि पानी एकदमसँग पर्ला जस्तो पनि छ। ल हस्त साथीहरू, भिडियो लामो भए जस्तो छ, धन्यवाद हेरिदिनु भएकोमा। यदि सम्पूर्ण मित्रहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र यसो घन्टी पनि ड्याङ्ग बजाइदिनु होला भन्न चाहन्छु। हस्त, धन्यवाद, गुड बाई।